यस्तो पहिरो गरेको त्यही भनेर बसेको भाइहरू पानी टेक्न पर्छ अहिले यस्तो खत्तम रहेछ हेलो एभ्रिवान, सबैजना नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज नयाँ भिडियो ल्याएको छु, धेरै पछि हाल्न पायो, यो लङ टाइम पछि हालेको। दामी बाटो चाहिँ बेनीबाट दामी छ है, बाटो बबाल छ पुरा, हेर्नु न पुरा पुरा पिच होइन, दामी डाँडा डाँडा दामी छ, बबाल छ, तर एकदम महँगो छ है। ख्याल गरेर जानु, टक्क प्याकेज गरेर जानु होइन, त्यसो गरेर ढुक्क हुन्छ। नत्र भने चाहिँ बस्ने खाने ठेगान हुँदैन, कहाँ गएर बस्ने कहाँ सुत्ने केही ठेगान हुँदैन। बेनीभन्दा यताबाट एक ठाउँमा चाहिँ डिन्दर छ है, जाममा पऱ्यो। ल जम्सुम होटेलमा आइयो है, जम्सुम होटेल यस्तो रहेछ, फलेको माथि ढुङ्गा हालेर बनाएको, दामी तातो हुँदो रहेछ। दामी पुलहरू रहेछ यहाँ, टक्क यो हाम्रो रुम ठिकै छ। ल साथीभाइहरू आइयो हामी मुस्ताङ अब बसिन्छ आजको रात, अनि भोलि बिहान फेरि टापु कागबेनी के भन्ने ठाउँ गइन्छ। ल है साथीभाइहरू, जाडो छ, सबैजना सेफ भएर बस्नु भन्ने मैले के भन्नु कस्तो भयो यात्रा? यस्तो रमाइलो त के हुन्छ रे जिन्दगीमा पाइन्न, अर्को जिन्दगीमा आँखो जम्लाइदिने यस्तो अर्को रमाइलो। यहीँको लोकल कुखुरा हो, त्यही भएर बासे थियो यो चुसे। चिसो खान्छ दालले नि दिदी जमसुमको रात्रिकालीन अवस्था भ्यू यस्तो छ है, दामी छ। टक्क जुन लाग्यो केटा टक्क घुम्दैन, दामी छ, सबैतिर बत्ती बालेको दामी छ है जमसुम, तर महँगो छ है, बेलामा उस गरेर जानु है। ठिकै छ, दामी छ भ्यू, हेर्नु न दामी। वा ठ्याक्क बत्तीहरूको साथमा टक्क जुन होइन, हामी पनि टक्क यसो घुम्न हिँडेको, दामी रहेछ, ठिकै छ दामी।
त्यो नाइट हामी त्यहीँ बस्यो अनि टक्क अब बिहान भएपछि हामी चाहिँ बाइक साइक स्टार्ट गरेर होइन टक्क लाग्यो है तिलसिल हालेर अब चाहिँ टक्क पुलमा आयो ल केटाहरूले फोटो खिच्ने भनेर टक्क पुलमा फोटोसोटो खिच्यो होइन पुरा डेन्जर हावा लाउँदो रहेछ पुरा डाँडा त्यत्रो ठाउँमा पनि पुल हालेको दामी ठाउँ छ ल त्यस्तो ठाउँमा पुल हालेको सबैजना नमस्ते म चाहिँ कागबेनीमा आएँ अहिले कागबेनीमा अब कागबेनी लेखेको है टक्क कागबेनीमा आइयो केटाहरू पछाडि आउँदैछ टक्क भिडियो बनाउँदै दामी छ ठाउँ तर महँगो छ है आउने बेलामा टक्क पैसा टन्न बोकेर मुस्ताङ आइयो याकको भनेर भिडाको मासु भिडा डाँठाले खाँदै यत्रो डेन्जर महँगो छ है होइन डेन्जर महँगो छैन याकको मासु कुटिलो 1000 च्याङ्ग्राको लागि 1500 खानाको 700 चिकन भात खाएको 700 महँगो चाहिँ महँगो छ है आउने भयो टन्न पैसा बोकेर आउने मुस्ताङमा टक्क आएर एकछिन खाना खोज्नको लागि बसेको होइन तर खानै नरहेछ क्या त्यसो भएर प्याकेजमा हुन्छ भेज भन्न मलाई पनि भेज हो दाल भयो हुन्छ मलाई दुईटा भेज गरिदिनु यो 4टा चिकन गरिदिनु है बाइक साइकको टक्क खाना खाने ठाउँमा टक्क स्याउको बुटो रहेछ होइन तर हामीले खाना खान पाइएन तर अलि माथिबाट आयो टक्क फोटोसोटो सुट गर्ने भनेर टक्क फोटोसोटो खिच्ने भनेर फोटोसोटो खिच्यो होइन अब केही छेडाली माथिपछि गरेर हामी चाहिँ भात खाइन्छ होइन बुकिङ गरियो अर्को नि आइदियो डेन्जर बाइकले नतान्ने हाफ क्लोजमा हिँड्नु चाहिँ नतान्ने नतानेर होला आयो यहाँमा त्यो ठाउँ मलाई लाग्यो सबैभन्दा गाह्रो रहेछ क्या होइन अब टक्क साथीले म चलाउँछु बाइक होइन एकछिन भनेर पुरा भिडियो बनाउनको लागि टक्क त्यसले चलायो होइन मै पछाडि बसेर खिच्दै हिँडेँ हेर्नु न भ्यू पुरा हिमाल टल्केको होइन त्यसमा हावा शीतल हावा दामी छ होइन भ्यूहरू त टक्क छ राम्रोसँग देखाउनु पाएन होइन ठिकै छ जति सक्छ होइन त्यसलाई बुझेर हेरिदिनु होला एडिट गर्न खासै आउँदैन होइन त्यही पनि प्रयास गर्दैछु होइन त्यही हो मुस्ताङ जाने भनेको चाहिँ फोटोसोटो भिडियो बनाउनको लागि जाने त होइन टक्क चाइना बोर्डर हेर्नको लागि जाने त नि होइन त्यही हो
टक्क हामी चाहिँ भिडियो बनाउँदै हिँड्यो होइन। अब हाम्रो साथीको टक्क भिडियो, हाम्रो साथी मेरो पारा फेरि छुट्टै छ, फेरि फोटो खिच्यो होइन। अब चाहिँ हिँडेर अलि यता आएर पुलमा टक्क फोटो खिच्यो, केटाहरूले पनि फोटो खिच्यो होइन। अब फेरि धेरै गाडी देखियो छैन भिडियोमा, कता लाग्यो यो मान्छे। Anan. त्यो दाहिने बाजु खिच्यौँ। Right, eh? मुस्ताङ पनि पुग्यो, फोटोसोटो खिचियो भनौँ होइन। केटाहरूलाई पनि खिचियो होइन। केटाहरूको चाहिँ मसँग नरहेछ, मेरो मोबाइलबाट खिचिएन। मेरो मोबाइल चाहिँ खोज्दै आएको थियो होइन, खोज्दै छ, तर पनि खिचिराखेको थिएँ। त्यही हो। अब फाइनली खुसी आइज, यता आइज न। हिँड छिटो हिँड। फाइनली गाइज हामी चाहिँ उपर मुस्ताङ पुग्यो होइन।
रमाइलो होस् एउटा सपना पुरा भयो। जस माया गरिदिनु होला दर्शकहरूलाई। आजको भिडियो यति नै। थ्याङ्क यू।